नमस्ते यहाँ सम्पूर्णमा कोसेली ट्राभलको तर्फबाट जति पनि यहाँहरू युएईमा भिजिट भिजामा आउनुभएको थियो र उहाँहरूको धेरै एउटा चाहना के थियो भने युएईमा 2 महिनाको भिजा चेन्ज गर्न खुलेको थिएन। यहाँहरूको लागि एकदमै नयाँ जानकारी छ। आजबाट 2 महिनाको भिजा यहाँहरूले चाहिँ खुलेको छ। त्यस कारणले यदि यहाँहरू यहाँ युएईमा भिजिटमा आउनु भएको थियो र यहाँको भिजा सकिँदैछ र यहाँले नेपाल फर्किने प्लान छैन अथवा जब पाउनु भएको छैन भने 2 महिनाको भिजा अब यहाँहरूले चेन्ज गर्न सक्नुहुन्छ। त्यसको लागि बिहान 4 बजेको फ्लाइट रहनेछ शारजाहबाट र बिहान 4 बजे गएर 7 बजे चाहिँ आइपुग्छ। अब यदि यहाँहरू कसैको पनि भिजा सकिँदैछ भने कृपया यहाँहरूले तुरुन्तै कोसेली ट्राभलमा सम्पर्क गर्नुहोला र यहाँहरूले आफ्नो भिजा चाहिँ चेन्ज गर्नुहोला। अथवा अन्यहरू र यदि कोही यहाँहरू चाहिँ इम्प्लोइमेन्ट भिजा सकिएर फेरि भिजा लाउन नपाएर बस्नु भएको छ भने पनि यहाँहरूले पनि यो भिजामा चाहिँ 2 महिनाको भिजा थप गर्न सक्नुहुनेछ र 2 महिनाको भिजा थपेर फेरि यहाँहरूले जब सर्च गरेर आफूलाई चाहिँ लिगलाइज गराउन सक्नुहुनेछ। यो एकदमै इम्पोर्टेन्ट जानकारी हो। यहाँहरू जतिले पनि यो जानकारी भयो कृपया आफ्नो नजिकको साथीभाइहरूलाई पठाउनु होला, किनभने बिचमा यो 2 महिनाको भिजा खुलेको थिएन। ए टु ए जुन भिजा चेन्ज गर्ने अप्सन थिएन, यो आज मात्र खुलेको छ। त्यसकारण यहाँहरू सम्पूर्णले चाहिँ आफ्नो भिजा स्टेटस चेक गरेर 2 महिनाको भिजा चेन्ज गरेर आफू चाहिँ लिगल भएर बस्नुहोला। हस्, धन्यवाद।